सुरुमा टङ्कदाहाल भन्ने बित्तिकै अलिकति खोजमूलक विदेशमै बसे पनि अमेरिकामा बसेको भन्ने सुन्नमा आएछ होइन। नेपालको धेरै चिन्ता गर्ने, नेपालको धेरै माया गर्ने र नेपालमा भएका ती घुस भ्रष्टाचार विरुद्ध भिडियोहरू निकालेर एकाएक भाइरल भएका टङ्कदाहाल, त्यसमा पनि उनले चाहिँ आफ्नो र देशको बारेमा भन्दा पनि आफ्नो बाउको बारेमा धेरै कुरा गरेको भिडियोहरू आउँथ्यो सुरुमा। आफ्नो बाउले चाहिँ नि एकदमै हेला गरेर घरबाट निकालेर आमा र ऊ भएर चाहिँ दमकमा मकै पोलेर बेचेर अनि म अमेरिका आइपुगेँ। अमेरिका आउनु त ठुलो कुरो भएन, अमेरिका आएर पनि माइक्रोसफ्टमा चाहिँ इन्जिनियर भयो भनेर एकदम आफ्नै बिगुल फुकिरहेको थियो कि सुरुमा। मलाई अचम्म चाहिँ लाग्थ्यो, किन यत्रो गफ गरे होला, अमेरिकामा बस्ने माइक्रोसफ्टमा काम गर्ने नेपालीहरू त टन्नै छन्। तर यिनको ब्याकग्राउन्ड हेर्दै जाँदाखेरि चाहिँ आफ्नो डम्फु बजाउँदा बजाउँदै यिनले चाहिँ नि नेपालमा धेरै के भन्छ ठुलो क्षति पुर्याएको जस्तो कुरो आइरहेछ कि अहिले जेनजीको आन्दोलनमा विशेष गरेर यिनको भूमिका धेरै नै छ। दुर्गा परसाईसँग मिलेर एकदम देश सल्काउने, देश जलाउने, भत्काउनेमा हात छ। के भन्नुहुन्छ?